फाइनल गाइज आज चाहिँ हामी बडी खेल आएको छौँ अनि बडी खेल चाहिँ जो राम्रो छ काका यता यता हाम्रो राई दाई होइन भन्नु न राई दाई है भन्नु राई दाईले पनि भन्नु अनि बडी खेलको दृश्य चाहिँ यस्तो छ बडी खेल चाहिँ भव्य राम्रो छ है मित्रहरू भव्य राम मन्दिर यो हाम्रो प्रतीक्षाको घडी समाप्त हुँदै गाडी आउँदैछ गाडी चढ्नलाई हामी हाँस्दैछौँ होइन होला टुरिस्ट गर्नुपर्ने बत्तीस भन्दा होइन कहाँ बुढो देखिन्छ हिरो देखिएको मात्रै हो बुढो देखिन अझै बाँकी छ 2-4 साल बरु राई दाईलाई चाहिँ बुढो देखिरहेको छैन राई दाई टन्नेरी टन्नेरी हो तपाईँ अचामाको कुरो नगर्नुहोस् राई दाई ग्यारेज पो जान लागेको रहेछ हामी त चढ्नै पाइएन होइन हामी त चढ्नै पाइएन अब गाडी पनि ग्यारेज जाने भनेर हामीलाई छोडेर गइहाल्यो दोस्रो गाडी आउँदैछ अरे निराशापूर्वक हामी बसिरहेको छौँ केही भन्नुहुन्न रात पनि पर्दैछ भोलि बिहान उज्यालो हुन्छ 6 बजे 5:30 बजेतिर बडी खेल्ने राम मन्दिरमा बस्दा बस्दै सेन्सरवाला लाइट नि बोलिसक्यो उज्यालो लाइट नि बोलिसक्यो तर गाडी आएन अघिको गाडीले हामीलाई लिएर गएन अब दोस्रो अब रात टुकटुक गाडी नपाएर यो ठाउँमा चाहिँ अलिक बेलुका हुँदै गएपछि कम गाडी मिल्दो रहेछ यस्तै तनाव छ तनाव साथीहरू अब कोठे पुग्नलाई लगभग कति 2 घन्टा समथिङ लाग्छ अनि अहिले चाहिँ बेलुकाको लगभग कति बजे हेरौँ 7 बजिसकेछ भनेपछि हामी रुम 9 बजे मात्रै पुगिने रहेछ अब गाडी पाए अनुसार फेरि त्यही पनि होइन पाइएन भने गयो 11 बजे हिँड्नु पनि ढिलो छुटेको बल्ल आयो आउँदा पनि गाडी लगान खेल हामी चाहिँ लगन खेल आइपुग्नलाई अब लगन खेल आइपुग्यो लगन खेलको बजार यस्तो छ अनि अब लगन खेलको गाडी चाहिँ यो चढ्यो अनि चढ्छ लगन खेलतिर चाहिँ लाग्यो साथीहरू लगन खेल चाहिँ हामी रुमतिर लाग्यो दबाई साथी आजको भिडियोमा पछि भेटौँ